मलाई त डर लाग्छ दिनु न छिटो छिटो एउटा छिटो दिनु न ठुलोदेखि भएको नि त ल खाइदे यो ठुलोदेखि डराउँदो रहेछ नि त अनि यसको एउटा नायिका हुन्छ नि त अरे सानोलाई चुप अहिले चाहिँ हाम्रो यो रोडको अवस्था अलिक सुध्रिएको अवस्था छ हामी चाहिँ अहिले बेतनातर्फ जाँदैछौँ हामी चाहिँ बेतना पुग्न आँट्यौँ पुगेपछि भिडियो बनाउँदैछौँ यो चाहिँ बेतना सिमसार जुन ठाउँमा चाहिँ टिकट काट्ने काम भइरहेछ यो हाँसले माछा खाँदैन उता त जङ्गल पो छ त कहाँ हिँड्नु भएको युवान आहान बाबा कता हिँड्नु भएको यो चाहिँ बोटिङ गर्ने ठाउँ यहाँदेखि यो के भन्छ यो डोरीदेखि यतापट्टि चाहिँ बोटिङ गर्न पाइँदैन मनाइ छ यता यता चाहिँ हो बोटिङ गर्न चाहनुहुन्छ भने यहाँ चाहिँ आउनुहोला यो चाहिँ हाम्रो बेतनाको पुल यता आउने आहान त्यता जानु हुँदैन है एकछिन हाँस आज चाहिँ हामी बेतना सिमसार आएको छौँ यहाँ हेर न माछा लडिन्छ चमचम काका हाल्दिन छोड्देऊ भुजा मात्रै खान्छ यसले छोड्देऊ यसो बेलबारी सिमसारमा चाहिँ हरिण पनि पालिएको छ त्यहाँ हेर खरायो पनि छ यहाँ हेर न हरिण कत्रो कत्रो छ हिरन एउटा दुईटा तिनटा चारटा पाँचवटा छवटा रहेछ है एउटा दुईटा तिनटा पाँचवटा छवटा खरा हेर न कति धेरै खरायो नि ब्ल्याक पनि रहेछ खरायो अनि व्हाइट पनि रहेछ ब्राउन पनि रहेछ नि भाइलाई मैले लगिदिएँ सानो मङ्की टोप्छ सानो मङ्की सानो मङ्की उसको बाबा हेर न बाबा
देख्यो कला देखाइदिन्छ हेर न उल्लु नेपाली नाम महाल कतिवटा रहेछ यिनीहरूलाई नजिक नदेऊ कतिवटा रहेछ हौ टन्नै रहेछ एउटा दुईटा रहेछ हौ तीनटा नि उहाँ पर जुतिरहेको छ उयो पर पनि रहेछ यार म हेर नि स्वाङ गर्छ नि एउटा दुईटा तिनटा रहेछ नि तिनटा फुल फुल यहाँ एउटा घुम्दैछ यहाँ दुईटा टाउको छ ए यहाँ दुईटा टाउको रहेछ नि पर एउटा हाडी फोर के भन्छ यसलाई डङ्गुर गिद्ध अरे यहाँ हेर न मुसा ओहो व्हाइट मुसा चारो खाने बेला हुँदैछ यिनीहरूको चाहिँ एकछिन म भिडियो बनाउँछु ल यहाँ हेर्नु न भिडियो एकछिन यहाँ देखि छौ खेल्ने यताबाट भनिदिउँ बेतना सिमसार बोटिङ साइट यस्तो छ हामी चाहिँ यहाँ बेदाना घुमघाम गरेर घर फर्किँदैछौँ हजुरहरूले भिडियो हेरेर कस्तो लाग्यो कमेन्ट सेयर गरिदिनु होला मजा आयो बिस्तारै भाइलाई बिस्तारै हामी चाहिँ आज बेदाना घुमघाम गरेर घर जाँदैछौँ हजुरहरूलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला अब नेक्स्ट भिडियोमा मिल्नेछु हजुरहरूसँग ल गुड मर्निङ एभ्रिवान आज चाहिँ हामी बेतना सिमसार जुन एउटा पर्यटकीय स्थलमा आएको छौँ यो ठाउँमा चाहिँ विभिन्न आन्तरिक पर्यटकहरूको चाहिँ दिनदिनै एउटा राम्रो उपस्थिति भएको ठाउँ हो यहाँ चाहिँ बोटिङको पनि आउनु भएको छ हजुरहरू पनि आउनु होला हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ बोटिङको पनि व्यवस्था भएको छ यो ठाउँमा चाहिँ विभिन्न आन्तरिक पर्यटकदेखि लिएर बाह्य पर्यटकहरूको बाक्लो उपस्थितिमा चाहिँ यो जुन बेतना सिमसार सञ्चालन भएको छ यो चाहिँ एउटा अत्यन्तै रमणीय ठाउँ जहाँ पारिवारिक सदस्यहरू आएर चाहिँ घुम्नलाई र इन्जोय गर्न सक्नुहुन्छ